सिरुबारी रमणीय स्थल सिरुबारी रमणीय पर्यटक स्थल जहाँ घुम्न मजाले पाइन्छ। चिसो मौसम छ है आनन्द। मधेसतिर गर्मी छ, यहाँ पहाडतिर शीतल हल्का जाडोको मौसम भइरहेको अवस्था छ। देखेर निकै रमणीय छ। ल देखिएको अहिले यो सिरुबारी गाउँ। ल रमाइलो छ ठाउँ। सिरुबारी तपाईहरुको हार्दिक स्वागत गर्दछ। लगन गरी हामी लाग्दैछौँ। निकै राम्रो सुन्दर सिङ्जाको सिरुबारी गाउँ निकै रमणीय स्थल छ रहेको छ। आहा कति राम्रो सिरुबारी गाउँ भ्रमण। टक 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 नेपालको पहिलो सिरुबारी भ्रमण गरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद छ भनेर बोर्डमा टाँसिएको छ। पुरै ढुङ्गाको छ है। पुरै ढुङ्गा यसरी ढुङ्गाको बाटो अझै हुस्सी लाग्छ है अलिअलि। सबै तुवालो यो चिसो मौसमको तुवालो। चिसो खाने भए चट्टला शीतलको महसुस लिने भए सिरुबारीको सिरुबारी आउँदा राम्रो उचित हुँदो रहेछ भन्ने मलाई लाग्यो। धेरै टाढा पनि होइन, बुटोलदेखि लगभग 150 किलोमिटर यसरी बनाएको छ संरचनाहरू। यो रोटरी क्लब चौधरीले बनाएको रोटरी चौधरी आदि इत्यादि बनाएको क्लबले बनाएको छ। डोनरहरू के लेखेको छ त्यहाँ पढ्न राहिन्न। अब यसरी बाटो राम्रै छ, कोही ठाउँमा एक दुई ठाउँमा त बिग्रेको छ, नत्र बाटो सिलिली फिलिली छ। यहाँ माथि कैलाश पर्वतमा चढ्न पर्छ, त्यति उकालो रहेको छ। बाँकी सब ठिकठाक छ बाटो त। कोही ठाउँमा त भइहाल्छ पहाडको बाटो यस्तै हो, कहिले उकालो कहिले ओह्रालो। ल धन्यवाद, फेरि भेटौँला। थ्याङ्क्स फर योर भिजिट, यु अगेन गर। ल यसरी हामी लाग्यो। अब गाजहरू फेरि आउँदैछन् पुरा। यसरी पुरा यी सबै भिजिट गर्न आउँदैको साथीहरू सबै गाछ। ल हो एकदम राम्रो छ एकदम। ल है एकदम राम्रो ओरिजिनल ब्लगर रहेछन्। हाम्रो त यो झिँगा मिसिना उहाँले के खिच्ने लाजको मार्नु। ओके, थ्याङ्क्स फर वाचिङ दिस भिडियो। बाई बाई।